अब हजुरको लागि मैले आलु यो लोकल आलु देखाउन चाहे। ल हेर्नुस् यो लोकल आलु पनि यतिको लेभलमा फल्यो। मैले यो हजुरलाई देखाउनको मेन कारण भनेको अझ ठुलो आलु छ। क्यामेराम्यान तपाईँ अझै अगाडि आउनुहोस् त, अलिकन यता अगाडि आउनुहोस्। मैले यो ल हेर्नुहोस् है, मैले देखाउन चाहेँ। ल यतिको लेभलमा फल्यो यो लोकल आलु भनेपछि यो लोकल आलु यो कसरी फल्यो? ल हेर्नुहोस् है, मैले देखाउन चाहेँ यो कसरी फल्यो। यतिको ठुल्ठुलो दाना फल्यो भनेपछि हजुरले यदि आलु खेती गर्नुहुन्छ अरे भने खली या पिना हजुरले राख्नुभयो भने यतिको लेभलमा फल्छ। हजुरले युरिया डिएपी हजुर छैन अरे भने अथवा हल्का राख्दा राम्रो र तपाईँले पारम्परिक मल, अझ मैले भनेको गोबर मल, गणेउला मल त्यो पनि नराख्दा पनि हुँदो रहेछ। ल हेर्नुहोस् है, अब हजुरलाई मैले यो कुरा सन्देश देखाउन खोजेको असली कुरा भनेको यो आलु फलाउनको लागि हजुरले घर सबैको घर खली या पिना, कसैले खली भन्छ कसैले पिना भन्छ भनेपछि यति राम्रो चिज भनेपछि यसरी फल्दो रहेछ भनेपछि हजुरले अब आउने सालमा, यो साल त जे भयो भयो, अब आउने सालमा हजुरले यदि आलु लगाउनु भयो भने कसैले खली भन्छ कसैले पिना भन्छ, धुलो बनाएर लगाउँदाखेरि त्यसमा यसरी केरी बनाइसकेपछि हजुरले खलीलाई पहिला यसरी सरर यसरी छिट्नुस् अनि टक्क आलुका यस्तै आलुका दाना तपाईँले ल्याएको दाना बिउ यसै गरेर टक्क राख्नुस् अनि माटो पुर्नुस्। यति गरिसकेपछि तपाईँको आलु डबल आलु फल्छ। तपाईँलाई केही गाह्रो छैन आलु फलाउनको लागि, तर समय र बिउको छनौट त गर्नै पर्यो। तपाईँलाई अझै यो आलुको मैले यहाँ अझै देखाउँछु खेतमा। ल हेर्नुहोस् है, यतिको लेभलमा छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस् मैले देखाउन चाहिँ अझै खन्दैछौँ हामीले आलु। ल हेर्नुहोस् यतिको लेभलमा यति राम्रो आलु छ। ल हेर्नु मैले अझै खनेको अझै देखाउँछु, खन्दैछु। यो मैले खली र पिना मैले ट्राई गरेको भनेको आलुको उत्पादन कतिको हुँदो रहेछ भनेर मैले राखेको। यसै कारणले गर्दाखेरि यो आलु यति राम्रो फल्दो रहेछ भनेपछि हजुरका घर यदि गोबर मल पनि छैन, गणेउला मल पनि छैन भने पनि तपाईँले आलु फलाउन सक्नुहुन्छ। तोरी या पिना त हुन्छ प्रायः जस्तो सबैको घर तोरी त लिएर आएको हुनुहुन्छ, तेल पेलाउनु भनेर राख्नुहुन्छ भनेपछि बुटो पनि यतिको लेभलमा छ कि। ल हेर्नुहोस् यतिको लेभलमा झाङ्गिएको छ भनेपछि र न बल्ल आलु फल्यो। ल हेर्नुहोस् मैले देखाउन चाहेँ। ल हेर्नु भनेपछि यो भिडियो मैले हजुरलाई सेयर गर्न चाहेको आलु फलाउनको लागि हजुरलाई खली या पिना, कसैले खली भन्छ कसैले पिना, त्यो राखिदिनु भयो भने काफी हुन्छ भनेर मैले भने। यो ठ्याक्कै अब यो आलु अहिले खन्न लागेको बेलामा मैले यो अबदेखि अहिलेको यो सालमा त भयो, अब आउने सालमा हजुरले यदि आलु लगाउने हो रे भने अरू केही पनि राख्नु पर्दैन, खली या पिना यही नै राख्दा हुन्छ। यतिको लेभलमा छ। यो माथि हजुरले देख्नुभएको छ, तल पनि आलु छ। फेरि भन्नुभयो यतिको लेभल मात्रै फल्यो, यसको भित्र पनि यहाँ आलु पनि अझै निकाल्न बाँकी छ, खनिएको मात्रै छ। यसरी यहाँ भित्र पनि आलु छ, हेर्नुहोस्। ल हेर्नु यहाँ भित्र पनि अझै आलु छ, यो पुरा निकालिएको छैन। ल हेर्नु भनेपछि यतिको लेभलमा राम्रो फल्दो रहेछ भनेर यो कुरा। ल हेर्नुहोस् अझै खन्दैछौँ यो। ल हेर्नु भनेपछि यतिको लेभलमा फल्यो भनेपछि त राम्रो फल्यो। र अबदेखि हजुरलाई मैले यसमा अथवा सिँचाइ अथवा हल्का युरिया राख्नुहुन्छ त्यो भने तपाईँको आवश्यकता अनुसारले कस्तो छ त्यो राख्दा भयो। र सिँचाइ यसमा पालाको दबाई जस्तै पाला यसमा चिसोले गर्ने भएको भएर खाइदिन्छ, त्यो भएर पनि हजुरलाई हेर्नुहोस् यतिको लेभलमा छ आलु मैले देखाएँ। र आलु खेती गर्नको लागि एकदमै सजिलो रहेछ मित्रहरू। ल हेर्नुहोस् मेरा मित्रहरू, मैले यो कुरा ल हेर्नुहोस् भित्र पनि अझै निकाल्दैछौँ। मैले हजुरलाई भिडियो बनाउनको लागि मात्रै नै अहिले हजुरलाई त्यही पनि यति मात्रै देखिएको हो कि अरू पनि छ भनेर देखाउन खोजेको हो। ल हेर्नुहोस् यस्तोरै फल्दो रहेछ। अझ परातमा राखेको आलु पनि मैले देखाउन चाहेँ। ल हेर्नुहोस् कति ठुलो दाना छ भनेर। ल हेर्नुहोस् लोकल आलु यतिको लेभलमा फल्दो रहेछ भनेपछि मैले हजुरलाई यो भिडियो देखाएँ। भनेपछि आलु खेतीमा सबैभन्दा मेन भनेको खली पिना, कसैले खली भन्छ कसैले पिना भन्छ।
यो अवश्य राख्नु होला। अब आउने सालमा हजुरले आलु लगाउँदा त्यो युज गर्नु होला। खलीलाई पिसेर धुलो बनाएर लगाउँदाखेरि टक्क लगाउनु भयो भने अरू केही पनि राख्नु पर्दैन। एकदमै राम्रो आलु उत्पादन एकदमै राम्रो हुन्छ भनेर यो भिडियो मैले सेयर गर्न चाहे। हस्, धन्यवाद।